कांग्रेस महामन्त्रीलाई कानुनविदले भने विशेष महाधिवेशनको औचित्य समाप्त पार्ने अधिकार कसैलाई छैन। यात्रु सकुशल भए पनि भद्रपुर विमानस्थलमा बुद्धयरको जहाज दुर्घटनापछि उठेका प्रश्न के हुन् हेर्नुहोस् आजको समाचारमा। सूचना तथा सञ्चार मन्त्री खरेल भन्छन् फागुन 21 मा निर्वाचन हुन्छ, युवाहरूलाई चयन गरौं। एमाले फागुन 21 मा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त नभएको एमाले उपाध्यक्ष विष्णु पौडेलको भनाई। गगन विश्व प्रकाशलाई सहमहामन्त्री परियारको जवाब, पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नै पर्छ। सबै आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ भन्दै कांग्रेस नेता धनराज गुरुङको प्रश्न। चुनावमा 80,000 सेना परिचालन हुने, सबै विमानस्थल र कारागार सुरक्षाको जिम्मा सेनालाई दिइँदै। नेपाली कांग्रेसका नेता शेखर कोइराला भन्छन् बहुमतको निर्णय मान्न बाध्य भए, विशेष महाधिवेशन पक्षधरको भावनासँग सहमत छु। रासपा गण्डकी स्तरीय कार्यक्रममा कुलमान पक्ष अनुपस्थित। प्रतिनिधि सभा निर्वाचनमा एमाले अध्यक्ष ओली झापा 5 बाट एकल सिफारिस, 3 मा पनि चर्चा। रासपासँग एकीकरणपछि उज्यालो नेपालमा देखिएको असन्तुष्टि समाधानका लागि नेतृत्व तहमा संवाद जारी। 1.5 लाख निर्वाचन प्रहरीको भर्ना खोल्दै तयार भयो मापदण्ड। विशेष महाधिवेशन रोक्दा हुने दुर्घटनाको जिम्मा नेतृत्वले लिनुपर्ने कांग्रेस नेता गुरुराज घिमिरेको भनाई। चौतर्फी आलोचनापछि रासपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिनेहरू बढ्दै। राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्राइमेरीबाट उम्मेदवार छान्ने केन्द्रीय समितिको निर्णय लत्याइयो भन्छन् महामन्त्री पाठक। रासपा उपसभापति स्वर्णिम वाग्ले भन्छन् रासपाको लक्ष्य 151 सिट हो, अब सिधै 21 बाट बहुमत पुर्याउँछौं। भेनेजुएलामाथि अमेरिकी आक्रमणको पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको भर्त्सना। अब सर्वपक्षीय सरकारको कुनै सम्भावना नभएको नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डको भनाई। सहज व्यवसाय गर्ने वातावरण नभए आर्थिक गतिविधि चलायमान नहुने उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालको भनाई। कांग्रेस पूर्व मन्त्री खड्का सहित गण्डकी एमालेका नेता पनि रासपामा प्रवेश। बन्द भयो रवि लामिछानेले भरतपुरमा सञ्चालन गरेको बुलु बस सेवा। अत्याधिक चिसोमा अनावश्यक बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध। निर्वाचन बहिष्कार गर्ने 6 कम्युनिस्ट पार्टीको निर्णय, अर्को सरकार गठनको माग। एमाले नेता विद्या भट्टराईले छोडिने संसदीय राजनीति, अब चुनाव नलड्ने घोषणा। व्यवसायीहरू भन्छन् सरकारले प्रविधि सम्बन्धी कानून निर्माणमा ध्यान दिनु पर्यो। वार्षिक क्यालेन्डर मार्फत नेपाली क्रिकेटको संरचनागत विकासमा जोड। नेपाल आर्मीलाई पराजित गर्दै हेल्प नेपालले जित्यो NBA भलिबल च्याम्पियनसिपको उपाधि। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरिएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। भेनेजुएलाद्वारा राष्ट्रसङ्घीय सुरक्षा परिषदको आपतकालीन बैठक माग। मदुरो पक्राउबारे अन्तर्राष्ट्रिय प्रतिक्रिया के छ? भेनेजुएलाका उपराष्ट्रपतिले मागिन् राष्ट्रपति मदुरो जीवित रहेको प्रमाण। रक्षा मन्त्रीले भने अमेरिकासँग झुक्दैनौ। कोलम्बियाका राष्ट्रपतिले भने अमेरिकाले भेनेजुएलामा मिसाइल हान्यो। भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकाद्वारा पक्राउ, लागु पदार्थ र आतंकवादको मुद्दा चलाइने। मुस्तफिजुर रहमानलाई टिममा नराख्न केकेआरलाई बीसीसीआईको निर्देशन। स्पेनले गर्यो अमेरिका भेनेजुएला शान्ति वार्ताको प्रस्ताव, मध्यस्थता गर्न तयार। स्पेनको राजधानी म्याड्रिडको एक अपार्टमेन्टमा आगलागी हुँदा 3 जनाको मृत्यु। साउदी अरेबियासँग तनावका बीच यमनबाट यूएई का सेना फिर्ता। र स्वास्थ्यसँग सम्बन्धित जानकारीमा धेरै चिया कफी पिउँदा स्वास्थ्यमा कस्तो समस्या हुन्छ लगायत देश विदेशका 35 महत्त्वपूर्ण समाचारहरूको विवरण लिएर आएका छौं। हाम्रो भिडियो सामग्रीहरू अन्तिमसम्म हेरिदिनुहोला। शुभ प्रभात। इन्साइड नेपाल न्यूजमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म पुष्प दाहाल। आज मिति 2082 साल पौष महिनाको 20 गते। दर्शकबिन सदाका दिन जस्तै आज पनि हामी देश विदेशका ताजा समाचार सहित तपाईमाझ उपस्थित भइसकेका छौं। तपाईले हाम्रो न्यूज बुलेटिन कहाँबाट हेर्दै हुनुहुन्छ कृपया आफ्नो गाउँ ठाउँको नाम तलको कमेन्ट बक्समा लेखिदिनु होला। प्रस्तुत गरेको समाचार सामग्री मन परेको छ भने कृपया हाम्रो भिडियो सामग्रीमा एउटा लाइक अवश्य गरिदिनु होला। आउनुहोस् आजको समाचार सुरु गरौँ। कांग्रेस महाधिवेशनको औचित्य समाप्त पार्ने अधिकार कसैलाई नहुने कानुनविदहरूको भनाइ सम्बन्धी प्रसङ्गबाट। कानुनविदहरूले आफूलाई निर्वाचन गर्ने महाधिवेशन प्रतिनिधिको बहुमतले मागेको विशेष महाधिवेशनको औचित्य समाप्त गर्ने अधिकार नेपाली कांग्रेसमा कसैलाई नभएको बताएका छन्। कांग्रेसका महामन्त्री दय गगन थापा र विश्वप्रकाश शर्माले शनिबार परामर्शका लागि डाकेको छलफलमा कानुनविदहरूले महाधिवेशन प्रतिनिधिहरूको बहुमतले माग गरेको महाधिवेशनको औचित्य समाप्त गर्ने अधिकार कसैलाई नभएको बताएका हुन्। छलफलमा सहभागी कानुनविदहरूले विधान बमोजिम बाध्यकारी रहेको विशेष महाधिवेशन नबोलाउनु विधानको उल्लङ्घन भएको जिकिर गर्दै केन्द्रले प्राप्त जिम्मेवारी बमोजिम काम
काम नगर्नु विधान र राजनैतिक दल सम्बन्धी कानुन विपरीत भएको बताएका छन्। यसो नगरेमा संविधान र प्रचलित कानुन नमानेको ठहर छ र त्यसअनुसार सजाय भोग्न तयार हुनुपर्छ। कानुनविदहरूको भनाइ थियो आफूलाई निर्वाचन गर्ने महाधिवेशन प्रतिनिधिहरूको बहुमतले मागेको विशेष महाधिवेशनको औचित्य समाप्त गर्ने अधिकार कसैलाई छैन। विधानको धारा 17(2) आफैले केन्द्रीय महाधिवेशनको कार्यविधि भएको र निवेदककर्ताले खुलाएको कारण र एजेन्डा नै विशेष महाधिवेशनका एजेन्डा हुने उनीहरूले तर्क गरेका छन्। थप कार्यविधि र एजेन्डा आवश्यक परे स्वयं विशेष महाधिवेशन आफैले नै तय गर्ने उनीहरूको राय रहेको छ। विधान बमोजिम बहुमत महाधिवेशन प्रतिनिधिले माग गरेपछि केन्द्रले विशेष महाधिवेशन बोलाउनै पर्नेमा कानुनविदहरू एकमत देखिएका थिए। केन्द्र भनेको केन्द्रीय कार्य समिति र केन्द्रीय कार्यालय हो। केन्द्रीय कार्य समितिले बोलाएन भने विशेष महाधिवेशन बोलाउने दुईवटा विधि छन्। उनीहरूको भनाइ थियो एक केन्द्रको तर्फबाट केन्द्रीय कार्यालय अर्थात् महामन्त्रीले बोलाउन सक्छन्, दोस्रो विशेष महाधिवेशन मागकर्ता प्रतिनिधिहरू स्वयंले नै बोलाउन सक्छन्। विधानले केन्द्रीय कार्य समितिले आवश्यक ठानेमा वा 40% महाधिवेशन प्रतिनिधिले भनेको केन्द्रले आवश्यक नठाने पनि महाधिवेशन प्रतिनिधिले स्वयंले विशेष महाधिवेशन बोलाउन सक्ने उनीहरूको तर्क छ। कानुनविदका अनुसार त्यो महाधिवेशनको 51% गरेको निर्णय वैधानिक हुन्छ। दोस्रो अवस्थामा विशेष महाधिवेशनमा सहभागी हुने या नहुने महामन्त्री लगायत केन्द्रका पदाधिकारीहरूको राजनैतिक निर्णय भएको कानुनविदहरूको सुझाव रहेको छ। शुक्रबार राति काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको एउटा जहाज अवतरणका क्रममा धावन मार्ग बाहिर गएर दुर्घटनाग्रस्त हुँदा सम्भावित एउटा ठूलो विपद टरेको छ। तर त्यसले घटनाको कारणबारे केही महत्त्वपूर्ण सवाल उठाएको उड्डयन अधिकारी तथा विज्ञहरूले बताएका छन्। सो विमानमा सवार 51 जना यात्रु र 4 जना चालक दलका सदस्य मध्ये कोही सामान्य घाइते भएको र ती घाइते समेत सामान्य उपचार पश्चात घर फर्किसकेको बुद्ध एयरले जनाएको छ। उक्त घटनाको विस्तृत छानबिनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई पूर्ण रूपमा सघाउने बुद्ध एयरले जनाएको छ। 1500 मिटर लामो धावन मार्ग रहेकामा दुर्घटना एउटा कुनापट्टि भएकाले त्यसले ओगटेको 100 मिटर लम्बाइ घटाएर तत्कालै 1400 मिटरको धावन मार्ग तय गरेर विमानस्थल खुलाइसकिएको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भोलले बीबीसीलाई बताउनुभयो। उक्त लम्बाइ हाल आन्तरिकतर्फ सञ्चालनमा रहेका सबैभन्दा ठूला जहाज एटीआर उडान अवतरणका लागि पर्याप्त हुने भोल बताउनुहुन्छ। झापा जिल्लामा रहेको भद्रपुर विमानस्थल नेपालको व्यस्त मध्यको आन्तरिक विमानस्थलमा पर्छ। एकजना हवाई उडान सम्बन्धी विज्ञ कुमार चालिसे मानवीय क्षति नभए पनि यस दुर्घटनाको अनुसन्धानलाई सामान्य रूपमा हेर्न नहुने र जड कारणसम्म पुग्नुपर्ने बताउनुहुन्छ। शुक्रबार राति 9 बजेतिरको उक्त दुर्घटनाको प्रष्ट कारण अनुसन्धानपछि थाहा हुने बताइए तापनि उड्डयन अधिकारीहरूले सतहमा देखिएका केही कारण बीबीसीलाई बताएका छन्। सो विमानका एयर ट्राफिक कन्ट्रोलरले दिएको विवरण उल्लेख गर्दै सहप्रवक्ता भोलले अवतरण गर्ने बेला विमान जुन कोणमा आउनुपर्ने त्यो भन्दा केही बढ्ता देखिएको बताउनुहुन्छ, जसले गर्दा धावन मार्गमा केही अगाडि नै विमान टच गर्छ। भोलले भन्नुभयो त्यस्तो हुनुका कारण यान्त्रिक हो वा पाइलटले गरेको पारिस्थितिक हो वा अन्य कुनै मूल्याङ्कन भन्ने समीक्षा हुन बाँकी छ। यी तत्काल देखिएका केही संकेत मात्र हुन्, अनुसन्धानपछि थाहा हुनेछ। सेवानिवृत्त फ्लाइट इन्जिनियर कुमार चालिसे दुर्घटनाका प्रारम्भिक दृश्य र विवरण हेर्दा त्यो यान्त्रिक गडबडी भन्दा बढ्ता चालक दलले तत्कालीन स्थितिमा लिएको निर्णय जिम्मेवार रहेको देखाउने बताउनुहुन्छ। कहिलेकाहीँ अवतरणका बेला एङ्गलिङ नमिल्दा विमानले सहज रूपमा जमिन नछोएको हुन सक्छ। त्यस्तोमा विमान बढ्ता उफ्रन्छ र धावन मार्गमा नियन्त्रण गर्न नसके चिप्लने र बाहिर जाने परिस्थिति आउन सक्छ, चालिसे भन्नुहुन्छ। यसको अनुसन्धानका बेला त्यतिखेर चालक र सहचालकले के मूल्याङ्कन गरेका थिए भन्ने कुरालाई मिहिन रूपले मूल्याङ्कन गर्नुपर्ने देखिन्छ। तत्काललाई उद्धार तथा विमानस्थल सञ्चालनमा ल्याउने काम प्राथमिकताका साथ भएपछि अब अनुसन्धानतर्फ आफूहरू केन्द्रित हुने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विक्रमराज गौतम बताउनुहुन्छ। प्राधिकरणले कानुन बमोजिम आन्तरिक रूपमा गर्ने अनुसन्धानको तयारी गरिसकेको छ। त्यसलाई छुट्टै समिति बनाएर अनुसन्धान गर्न सकिने अर्को विकल्प पनि रहन्छ, जसको निर्णय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ। घटना हुनु पछाडि अनेक कारणहरू हुन सक्छन्। पाइलटको विवेक, प्राविधिक पक्ष, तत्कालीन अवस्थामा आकाशको मौसम र धावन मार्गको अवस्थासम्मका कारण त्यसमा जिम्मेवार हुन सक्छन्। ती सबै पक्षको मूल्याङ्कनपछि त्यसबारे प्रष्टता आउनेछ। उड्डयनविद चालिसे मानवीय क्षति नभएका यस्ता परिस्थितिमा विमान दुर्घटना नभनिकन घटना मात्रै भनेर गहिराइमा नपुग्ने प्रवृत्ति दोहोरिन नहुने बताउनुहुन्छ। यो मुख्य घटना नै हो। विमानको अगाडिको भाग पुरै जोतिएको देखिन्छ, त्यसले चक्कामै पनि असर पुर्याएको हुनुपर्छ। ती विमानका मुख्य अङ्गहरू हुन् जसमा क्षति पुग्ने परिस्थिति भनेको दुर्घटना नै हो भनेर आइकाओको निर्देशिकामै पनि उल्लेख छ, चालिसे भन्नुहुन्छ। त्यसैले यो स्वतन्त्र जाँचबुझ समिति नै बनाएर अनुसन्धान गर्नुपर्ने घटना भएको उहाँको तर्क रहेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले तोकिएकै मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। शनिबार ललितपुरको पाटनमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निष्पक्ष र धाँधली रहित ढङ्गले समयमै निर्वाचन गराउन सरकार लागि परेको बताउनु भएको हो। सो अवसरमा मन्त्री खरेलले निर्वाचनमा युवा नेता र नेतृत्व चयन गर्न पनि आग्रह गर्नु भएको छ। उहाँले मुलुक परिवर्तनको बाटोमा अगाडि बढेको जिकिर गर्दै त्यसलाई अगाडि बढाउन पनि युवाहरूलाई निर्वाचनमा चयन गर्नुपर्ने बताउनुभयो। मन्त्री खरेलले सरकारले जेनजी आन्दोलनको मर्म अनुसार मुलुकलाई भ्रष्टाचार मुक्त गराउने काममा
काममा लागि परेको दाबी समेत गर्नुभयो। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले तोकिएको मितिमा नै निर्वाचन हुन्छ भन्ने कुरामा अझै विश्वस्त हुने अवस्था नरहेको बताउनु भएको छ। शनिबार बुटबलमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनु भएको हो। उपाध्यक्ष पौडेलले निर्भयताका साथ निर्वाचन गराउनका लागि आवश्यक वातावरण बनाउने काममा लाग्न सरकारलाई सचेत पनि गराउनुभयो। उहाँले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि गर्नुपर्ने मुख्य कामहरूमा सरकारको ध्यान नगएको जिकिर समेत गर्नु भएको छ। निर्वाचनको कामलाई सरकारले राम्रोसँग अगाडि बढाउनु पर्ने उपाध्यक्ष पौडेलको भनाइरहेको छ। उपाध्यक्ष पौडेलले एमाले निर्वाचनको पक्षमा सधैँ रहेको समेत बताउनुभयो। नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले महामन्त्री दया गगन कुमार थापा र विश्वप्रकाश शर्माको विशेष महाधिवेशन पुसभित्रै गर्ने अडानप्रति आपत्ति जनाउनु भएको छ। शनिबार कांग्रेस नेता डाक्टर शेखर कोइराला पक्षधर नेताहरूको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले आपत्ति जनाउनु भएको हो। उहाँले विशेष महाधिवेशन जसरी पनि गर्ने महामन्त्रीको अडान पार्टीको निर्णय नभई व्यक्तिगत मत भएको दाबी गर्नुभयो। पार्टीभित्र विशेष महाधिवेशनको सन्दर्भमा बहस विचार विमर्श भएकाले पार्टीको अन्तिम निर्णयलाई आत्मसात गरेर जानुपर्नेमा जोड दिनु भएको छ। पार्टीमा रहेका सबै नेताहरूको एउटै विचार नहुने भन्दै पार्टीको निर्णय स्वीकार गरेर जानुपर्ने उहाँले बताउनुभयो। पार्टीको निर्णय चित्त नबुझे नेता कार्यकर्ता माझ आफ्ना मुद्दा बोकेर जान सकिने पनि उहाँले बताउनु भएको छ। सहमहामन्त्री परियारले बहुमत पार्टीका सदस्यहरूले गरेको निर्णयलाई लत्याएर महामन्त्रीहरूले आफूले गरेको निर्णय नै सही र सत्य हुने दाबी गर्न नहुने पनि बताउनु भएको छ। कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी वैशाख 28 देखि 31 गतेसम्म काठमाडौँमा 15औं महाधिवेशन गर्ने निर्णय गरेको छ। यता महामन्त्री दयाले भने पुसको अन्तिमसम्म विशेष महाधिवेशन गरी छोड्ने अडान लिनु भएको छ। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई एकताबद्ध बनाउनेमा आफूहरूको जोड रहने बताउनुभयो। शनिबार कांग्रेस नेता डाक्टर शेखर कोइराला पक्षधर नेताहरूको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले फरक मत राखेका नेताहरूलाई पनि समेटेर मूलधारमा ल्याउने बताउँदै पार्टीलाई कुनै पनि हालतमा चोइटिन नदिने दाबी गर्नुभएको छ। विशेष महाधिवेशन पक्षधरलाई साथ दिने वा नदिने भन्ने कुरा गौण भएको पनि उहाँले उल्लेख गर्नुभयो। उपसभापति गुरुङले सिंगो पार्टीलाई बलियो बनाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो। सबै आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ भन्ने कुरा विचार गर्नुपर्ने उहाँको तर्क रहेको छ। उहाँले पार्टीमा धेरै विवाद सिर्जना हुँदा पार्टी कमजोर बन्ने र त्यसको फाइदा अरूलाई हुने पनि बताउनु भएको छ। आगामी फागुन 21 गते हुने निर्वाचनका लागि करिब 80,000 सैनिक परिचालन गरिने भएको छ। निर्वाचन आयोगले मतदान केन्द्र टुङ्ग्याएपछि सेनाले देशभर आफ्नो जनशक्ति परिचालनका लागि योजना तयार गरेको छ। निर्वाचनमा आफ्नो कुल जनशक्तिको 95% अर्थात् 80,000 जना परिचालन गरिने नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताउनु भएको छ। सेनाको स्वीकृत कुल दरबन्दी 96,000 हो। अहिले सेनाले निर्वाचन क्षेत्रमा बेसहरू खडा गर्ने काम थालेको छ। अहिले निर्वाचन पूर्वको कार्य भइरहेको छ। विभिन्न चरणमा तालिमहरू गर्ने, अन्य सुरक्षा निकाय सँग संयुक्त अभ्यास गर्ने, आफ्नो जिल्लाको योजना अनुसार समन्वय गर्ने काम भइरहेको छ। फिल्डमा नखटिए पनि चुनाव केन्द्रीय सुरक्षा योजनामा सेनाले काम गरिरहेको प्रवक्ता बस्नेतले बताउनु भएको छ। एकीकृत सुरक्षा योजना अनुसार नै हामी 1 महिना पहिलेबाट मात्रै फिल्डमा खटिन्छौँ। निर्वाचनमा नेपाली सेनाले देशभरको विमानस्थलको सुरक्षाको जिम्मा लिनेछ। त्यस्तै कारागारको जिम्मा पनि सेनाकै हुनेछ। अहिले यी स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तैनाथ गरिएको छ। दुवै प्रहरीका जनशक्तिहरूलाई चुनावमा खटाउनका लागि पनि सेनालाई जिम्मेवारी हस्तान्तरण गरिनेछ। यसका लागि समन्वयको काम सेनाले गरिरहेको छ। यस्तै प्रतिष्ठान लगायतको सुरक्षामा खटिएको प्रहरी जनशक्ति पनि चुनाव केन्द्रित हुनेछ र यी स्थानको जिम्मा पनि सेनाले 1 महिना पहिलेबाट लिनेछ। निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपतिले पहिल्यै स्वीकृति दिइसक्नु भएको छ। 3 महिना पहिले नै स्वीकृति पाएसँगै सेना पनि तयारीमा जुट्ने समय पाएको हो। निर्वाचन केन्द्रित सुरक्षा गोष्ठी पनि 5 वटा प्रदेशमा सम्पन्न भइसकेका छन्। अब मधेस र बागमतीमा सुरक्षा गोष्ठी हुन बाँकी छ। सुरक्षा गोष्ठीमा नेपाली सेना र प्रमुख जिल्ला अधिकारी सहित सबै सुरक्षा निकायका जिल्ला स्थित प्रमुखहरू सहभागी भएका छन्। एकीकृत सुरक्षा योजना अनुसार आगामी निर्वाचनमा पनि यसअघि जस्तै सेना तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्नेछ। सेनाको भूमिका कहिले पनि परिवर्तन नभएको तर परिस्थिति अनुसार सुरक्षा व्यवस्था मिलाउने जिम्मा सेनासँगै सबै सुरक्षा निकायको हुने प्रवक्ता बस्नेत बताउनुहुन्छ। सेनाले निर्वाचनको 1 महिना पहिले नै बेसहरू स्थापना गरिसक्नेछ। ती बेसमा रहेर सेनाले 1 महिना पहिलाबाटै निर्वाचन केन्द्रित सुरक्षा प्रदान गर्न थाल्नेछ। कुनै जिल्लामा आवश्यकता भन्दा बढी जनशक्ति कम भए अन्य जिल्लाबाट माग गरिनेछ। हरेक जिल्लाले आफ्नो जिल्लामा कति सैनिक जनशक्ति आवश्यक पर्ने भन्ने योजना बनाइसकेका छन्। सोही अनुसार जिल्लाका गणहरूले बाहिनीमा रिपोर्ट गर्नेछन्। कुनै जिल्लामा जनशक्ति अपुग भए अन्यत्रबाट पठाउने र बढी भए कम भएका जिल्लामा पठाइनेछ। बाहिनीले आफ्नो क्षेत्रबाटै जनशक्ति व्यवस्थापन गर्ने र त्यहाँबाट पनि व्यवस्थापन हुन नसकेको खण्डमा प्रियतनामा जानकारी गराउनेछ। हरेक प्रियतनाले आफ्नो क्षेत्रको सम्पूर्ण सुरक्षा व्यवस्था मिलाउनेछन्। निर्वाचन आयोगले शुक्रबारदेखि मतदानको नावली छाप्न थालेको छ। त्यस्तै दलहरूले समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची बुझाइसकेका छन्। निर्वाचन आयोगले यसलाई रुजु गरिरहेको छ। केही नमिलेको भए आयोगले त्यसलाई सच्याएर ल्याउन समय दिनेछ। समानुपातिक तर्फ 64 दलले 58 वटा चुनाव चिन्हमा भाग लिने भएका छन्।
नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले विशेष महाधिवेशन पक्षधरहरूको भावनासँग सहमत भए पनि संस्थापन पक्षले बहुमतका आधारमा गरेको निर्णयमा विद्रोह गरेर जान नसकिएको बताउनु भएको छ। काठमाडौँमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापति सहितका नेता कार्यकर्तासँग शनिबार विशालनगर स्थित सम्पर्क कार्यालयमा भएको छलफलमा उहाँले केन्द्रीय कार्य सम्पादन समितिले बहुमतको आधारमा गरेको निर्णयमा विद्रोह गर्न नसकिएको बताउनु भएको छ। विशेष महाधिवेशनको भावनासँग म सहमत छु। हस्ताक्षरकर्ताको भावनासँग मेरो भावना जोडिएको छ, तर केन्द्रीय कार्य सम्पादन समितिमा जुन बहुमतको निर्णय छ त्यो मान्न बाध्य छौं। नेता कोइरालाको भनाई उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने निर्णयमा विद्रोह गरेर जान सकिएन, निर्णय प्रक्रियामा बहुमतको निर्णय त मान्नै पर्यो। नेता कोइरालाले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका नेता कार्यकर्ताहरूको भावना सम्बोधनका लागि केन्द्रीय कार्य समितिलाई कन्भिन्स गराउन खोजे पनि सफल हुन नसकेको बताउनु भएको छ। मैले कार्य समितिलाई कन्भिन्स गर्ने प्रयास गर्ने, मेरो प्रयास सफल भएन, कोइरालाको भनाई उद्धृत गर्दै ती नेताले भनेका छन्। कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठकले शुक्रबार बहुमतबाट 15औं महाधिवेशनको नयाँ कार्यतालिका पारित गरेको थियो। उक्त निर्णयमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँगै अन्य 3 जना नेताहरूले फरक मत राखेका थिए। बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा महामन्त्री थापाले केन्द्रीय कार्य समितिले विशेष महाधिवेशन नबोलाए पुसभित्रै आफूहरूले डाक्ने उद्घोष गर्नु भएको थियो। संस्थापन पक्ष विशेष महाधिवेशनको विपक्षमा छ। त्यस्तै नेता कोइराला यसअघि नै पौषभित्र नियमित महाधिवेशन नगरिए केन्द्रीय कार्य समितिले नै विशेष महाधिवेशन बोलाउनु पर्ने पक्षमा उभिँदै आउनु भएको थियो। उहाँले शनिबारको छलफलमा आफू निकट नेताहरूलाई पार्टीमा चुलिएको पछिल्लो विवाद समाधानका लागि संवाद सुरु गरेको पनि बताउनु भएको छ। सोलुसन दिनका लागि संवाद मैले सुरु गरेँ, कोइरालाले छलफलका क्रममा भन्नुभयो। छलफलमा सहभागी केन्द्रीय सदस्य डाक्टर गोविन्दराज पोखरेलका अनुसार नेता कोइरालाले आज पनि विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सञ्चालन गरेका नेताहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेश समितिले शनिबार पोखरामा गण्डकी प्रदेश स्तरीय सदस्य भेटघाट तथा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न गर्यो। पोखरा प्रदर्शनी केन्द्रको डोममा आयोजित कार्यक्रममा कुलमान घिसिङ पक्षको उज्यालो नेपाल पार्टीका नेता कार्यकर्ताहरू भने सहभागी भएनन्। कार्यक्रममा उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा लगायतका नेताहरूको सहभागिता रहेको थियो। कांग्रेस नेता कुमार खड्का बाजागाजा सहित 100 जना लिएर राजसभा प्रवेश गर्नु भएको छ। एमाले नेता एवं रुबाकोट रिसोर्टका सञ्चालक पुष्प अधिकारी, कांग्रेस निकट व्यवसाय मिलन थापा, माथामा हेलिकप्टरबाट उद्धार गरेर चर्चा कमाएका पाइलट मदन केसी लगायत राजसभा प्रवेश गरेका छन्। पार्टी नै एकता गरेर आएको उज्यालो नेपाल पार्टीका नेता कार्यकर्ताको भने उपस्थिति देखिएन। पार्टी पदाधिकारीले आसन ग्रहण गरेको स्थानमा नवप्रवेशीले स्थान पाए पनि उज्यालो नेपाल पार्टीका कोही पनि सहभागी थिएनन्। उज्यालो नेपाल पार्टीका गण्डकी प्रदेश संयोजक मनराज गुरुङले राजसभाको कार्यक्रममा सहभागी हुनेबारे केन्द्रबाट स्पष्ट निर्देशन नआएकाले शनिबारको कार्यक्रममा उपस्थित नभएको बताउनुहुन्छ। पार्टी एकीकरण भयो भन्ने आयो, तर राजसभाको कार्यक्रममा कसरी जोडिने भन्ने स्पष्ट निर्देशन आइसकेको छैन। उहाँले भन्नुभयो, अहिले हामी संगठन विस्तारतिर लागिरहेका छौं। गण्डकीमा कास्की, तनहुँ र नवलपुरमा जिल्ला समिति गठन भइसकेको र स्याङ्जा, गोर्खा र लमजुङमा घोषणाको तयारी गर्दै गर्दा पार्टी एकताको कुरा आएकाले अहिले रोकिएको उहाँ बताउनुहुन्छ। राजसभाको प्रदेश समितिबाट सहभागी हुनु पर्यो भनेर फोन आएको थियो र माथि बैठक चलिरहेको छ, के कसरी सहभागी हुने भन्ने आएपछि सहभागी हुनु पर्ला भनेर गएनौ, उहाँले भन्नुभयो। कार्यक्रममा उपसभापति डाक्टर स्वर्णिम वाग्लेले अबको राष्ट्रिय स्वतन्त्र पार्टीको लक्ष्य प्रतिनिधि सभामा 151 सिट ल्याउनु रहेको बताउनु भएको छ। उहाँले अबको 10 वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको देश बनाउन अहिलेकै चुनावमा स्पष्ट बहुमत ल्याउनु पर्ने उल्लेख गर्नुभयो। यो चान्चुने संकल्प नभएको बताउँदै उहाँले बालेन कुलमान लगायत जोडिएपछि 1-2 दिनभित्रै थारू समुदायको तबका र दलितहरूको महाअभियान पनि जोडिन लागेको सुनाउनु भएको छ। 50-60 सिट लिएर आएर केही पनि काम लाग्दो रहेनछ। च्याखे थाप्ने 1-2 जना औषध प्रतिभा भएका नेताहरूलाई प्रधानमन्त्री बनाइदिने, सिंहदरबारमा फोटो झुन्डाइदिने बाहेक खासै तात्विक असर नहुने रहेछ। उहाँले भन्नुभयो, पुनः एकपल्ट राजनीति मार्फत देशमा सम्भावना छ, यो देशको भविष्य छ। तमाम युवाहरूलाई यही देशमा बसेर गरी खाने वातावरण बनाउन हामी सक्छौं। सुशासनको जग छिटो छिटो बसाल्न सक्छौं। नेपालमै बसेर व्यवसाय गरेर कमाउँछु भन्ने यात्रामा बाधक रहेका यिनीहरूलाई एउटा हस्ताक्षरले पनि खारेज गर्न सक्ने हैसियतका लागि पनि आफूहरूलाई स्पष्ट बहुमत चाहिएको उहाँले बताउनु भएको छ। कार्यक्रममा महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, पार्टी प्रवेश गर्नुभएका कुमार खड्का, केन्द्रीय सदस्य शिव नेपाली, नेताहरू समीक्षा बास्कोटा, धनञ्जय रेग्मी, श्रीराम नेउपाने, गोकुल सापकोटा लगायतले पनि आफ्नो भनाई राखेका थिए। आगामी 21 फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर 5 बाट एकल रूपमा सिफारिस भएको छ। शनिबार सम्पन्न पार्टीको क्षेत्रीय कमिटी बैठकले प्रत्यक्ष तर्फको उम्मेदवारमा अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको हो। झापा 5 का लागि सर्वसम्मत रूपमा अध्यक्ष ओलीको नाम सिफारिस गरिएको एमाले झापाका सचिव तुलसी कार्कीले बताउनु भएको छ। झापा 5 ओलीको गृह क्षेत्र हो। उहाँ 2079 र 2074 को निर्वाचनमा पनि उक्त क्षेत्रबाट निर्वाचित हुनुभएको थियो। त्यस्तै गरी झापा 3 मा पनि अध्यक्ष ओलीकै नाम सिफारिस गर्नुपर्ने आवाज तीव्र रूपमा उठेको छ। उपस्थित सम्पूर्ण सदस्यहरूले केन्द्रीय अध्यक्ष उठ्नु भयो भने जिताउन सकिन्छ भनिरहनु भएको छ। यसमा सबैको एकमत पनि छ। एमाले कोशी प्रदेश सल्लाहकार समिति सदस्य माधव विद्रोहीले भन्नुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टी रासपासँग पार्टी एकीकरण गरेको कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीभित्र असन्तुष्टि बढेपछि समाधानको प्रयासहरू भइरहेको छ। रासपाका प्रवक्ता मनिष झाले यसको निकासका लागि नेतृत्व तहमा संवाद भइरहेको जानकारी दिनुभएको छ। नेतृत्व तहमा संवाद हुँदैछ, समझदारीले यो समस्या समाधान गर्ने गरी छलफल हुँदैछ। शनिबार दिउँसो उहाँले नेपाल खबरसँग भन्नुभयो। यस क्रममा उहाँले सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आए जस्तो समस्या नरहेको दाबी समेत गर्नु भएको छ। उहाँले भन्नुभयो, समाचार तथा सञ्चार माध्यममा आएको जस्तो सतहमा आएको छैन। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहब बालेनलाई साँच्ची राखी यही पौष 14 गते रासपा र उज्यालो नेपाल पार्टीबीच एकताको समझदारी पत्रमा हस्ताक्षर भएको थियो, जस अनुसार कुलमान रासपाको वरिष्ठ उपसभापति हुने समझदारी बनेको छ। तर उज्यालो नेपालभित्र खास गरी समानुपातिक उम्मेदवारको हिस्साका विषयमा असन्तुष्टि बढेको छ। बालेन भने यसअघि नै आउँदो चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार बन्ने गरी रासपामा एकताबद्ध भइसक्नु भएको छ। गृह मन्त्रालयले निर्वाचन प्रहरी भर्नाका लागि मापदण्ड तयार पारेको छ। शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित बसेर गृहका अधिकारीहरूले निर्वाचन प्रहरी भर्ना र खटनपटनको मापदण्ड तयार गरेका हुन्। शनिबार दुवै प्रहरीले आफ्नो तर्फबाट भर्ना गर्ने जनशक्तिका बारेमा छुट्टा छुट्टै प्रस्ताव गृह मन्त्रालयमा बुझाउने र गृह सचिवले त्यसलाई स्वीकृत गरेसँगै भर्ना प्रक्रियाका लागि बाटो खुलाउनेछ। गृह मन्त्रालयबाट स्वीकृत भएसँगै दुवै प्रहरीले भर्ना प्रक्रिया अगाडि बढाउन देशभरका जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिनेछन्। आजसम्म गृह मन्त्रालयबाट स्वीकृत गर्ने तयारी रहेको गृहका एक अधिकारीले बताए। अब लगभग सबै कुरा टुङ्गिएको छ। भोलि या पर्सिमा सबै तयार गरेर प्रहरीलाई पठाउँछौँ। त्यसपछि उनीहरूले आफ्नो कोटा अनुसार भर्ना प्रक्रिया अगाडि बढाउन सक्छन्, गृहका एक अधिकारी भन्छन्। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक डीआईजी अभिनारायण काफ्लेले गृह मन्त्रालयबाट स्वीकृत भएर आइसकेपछि भर्नाको प्रक्रिया अगाडि बढाउने बताउनुहुन्छ। गृह मन्त्रालयले नेपाल प्रहरीलाई 1,37,000 निर्वाचन प्रहरी भर्ना गर्न अनुमति दिने भएको छ। सशस्त्र प्रहरीले 15,000 भर्ना गर्न पाउनेछ। नेपाल प्रहरीले 1,37,644 जना निर्वाचन प्रहरी माग गरेको थियो। सशस्त्र प्रहरीले 16,000 माग गरेको थियो। दुवै प्रहरीलाई केही कम गरेर गृह मन्त्रालयले अनुमति दिएको हो। निर्वाचन प्रहरी भर्ना गर्नका लागि अर्थ मन्त्रालयले दुवै प्रहरीलाई स्रोत सुनिश्चितता गरिसकेको छ। अर्थबाट स्वीकृत भएको बजेट अनुसार दुवै प्रहरीले मापदण्ड बनाएका हुन्। तयार भएको मापदण्ड अनुसार निर्वाचन प्रहरीलाई भर्ना गरिसकेपछि 10 दिनको तालिम दिइनेछ। त्यसपछि 1 महिना निर्वाचनका लागि खटाइनेछ। नेपाल प्रहरीमा भर्ना हुने जनशक्ति नेपाल प्रहरीसँगै र सशस्त्र प्रहरीले भर्ना गर्ने जनशक्ति सशस्त्र प्रहरीसँगै खटिनेछन्। उनीहरूको सेवा सुविधा प्रहरीको जवान सरह हुनेछ। बीमासँगै पोसाक र राशन भत्ता पनि पाउनेछन्। निर्वाचन प्रहरीमा पूर्व सुरक्षा कर्मी र यसअघिका निर्वाचनमा खटिएका म्यादीले नै विशेष प्राथमिकता पाउनेछन्। अधिकांश मापदण्ड यसअघिकै जस्तो भएको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन्। यसअघि 2079 को निर्वाचनमा 1,15,000 म्यादी माग गरिएको थियो, तर यसपटक आयोगले मतदान स्थल बढाएकाले निर्वाचन प्रहरी संख्या पनि थप भएको हो। नेपाली कंग्रेसका नेता गुरुराज घिमिरेले विशेष महाधिवेशन रोक्न जबरजस्ती गरिए हुन सक्ने राजनैतिक दुर्घटनाको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताउनु भएको छ। केन्द्रीय कार्यसमितिले पूर्व निर्धारित नियमित महाधिवेशन आगामी वैशाखका लागि सारेपछि उहाँले विशेष महाधिवेशन रोक्न जबरजस्ती गरिए हुन सक्ने राजनैतिक दुर्घटनाको जिम्मा नेतृत्वले लिनुपर्ने बताउनु भएको हो। विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी पार्टी नेतृत्व अगाडि बढ्न सक्दैन। विशेषका लागि देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने मध्येमा पर्ने नेता घिमिरेले शनिबार फेसबुकमा लेख्नु भएको छ। जबरजस्ती गरे भविष्यमा उत्पन्न हुन सक्ने राजनैतिक दुर्घटनाका लागि नेतृत्व स्वयं जिम्मेवारी हुनेछ। कंग्रेसले 75 वर्ष अघि हुकुमी शासनको अन्त्य गरेको स्मरण गर्दै उहाँले अहिले कंग्रेसभित्रै हुकुमी शासन झल्काउने अभ्यास चलिरहेको टिप्पणी गर्नुभएको छ। नेता सरह वा त्यसभन्दा बढी योगदान गरेका पार्टी सदस्यहरूलाई रहिती, पार्टीलाई निजी जमिनदारी र घरेलु मामिला ठान्ने प्रवृत्ति सर्वथा निन्दनीय छ, घिमिरेले भन्नुभयो। नेता घिमिरेले वर्तमान चुनौतीपूर्ण राजनैतिक परिस्थितिमा पार्टीलाई एकढिका बनाउँदै अगाडि बढ्न विशेष महाधिवेशनको मागलाई सम्बोधन गरेर मात्र अगाडि बढ्न नेतृत्वलाई आग्रह गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको समानुपातिक उम्मेदवार सूचीमा समावेश व्यक्तिहरूले नाम फिर्ता लिने क्रम बढेको छ। प्रतिनिधि सभा निर्वाचनको समानुपातिक बन्द सूचीमा परेका पर्वतारोही टासी लाक्पा शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तुता आसिफ शाह र उद्योगी चन्द्र ढकालका छोरा सचिन ढकालले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन्। रासपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीमा विभिन्न क्षेत्रका चर्चित अनुहार पनि समेटिएका थिए। पार्टीभित्र र बाहिर नातावात तथा पारिवारिक सम्बन्धलाई लिएर आलोचना चर्किँदै आएको थियो। सोही पृष्ठभूमिमा चारैजनाले सूचीबाट नाम हटाउने निर्णय गरेको बताएका छन्। मुस्लिम पुरुष क्लस्टरको समानुपातिक सूचीमा नम्बर 1 मा रहनुभएका शाहले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभयो। उहाँले जनभावना र पार्टी पंक्तिबाट आएको प्रतिक्रियालाई सम्मान गर्दै सूचीबाट नाम हटाउने उल्लेख गर्नुभएको छ। शनिबार फेसबुकमा उहाँले लेख्नुभयो, जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्याएर समानुपातिक सूची मार्फत सांसद बन्ने बाटो म रोज्दिन। राजनीतिमा रुचि भए पनि सक्रिय दलगत राजनीतिमा तत्काल प्रवेश नगर्ने बताउँदै शाहले आगामी प्रत्यक्ष निर्वाचनमा काठमाडौँ 5 बाट उम्मेदवारी
दिने इच्छा कायम गरेको जनाउनु भएको छ। उहाँले प्रत्यक्ष चुनाव मार्फत प्रतिस्पर्धा गर्ने योजनामा आफू दृढ रहेको पनि बताउनुभयो। सचिन ढकाल फुटबल चितवन क्लब FC चितवनका अध्यक्ष हुनुहुन्छ। खेलकुदका साथै पर्यटन तथा हस्पिटालिटी व्यवसायमा लाग्नुभएका उहाँलाई राजसभाले समानुपातिक सूचीमा राखेको थियो। उहाँ काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको कोटाबाट सूचीमा पर्नु भएको हो। उहाँको नाम खस आरेको 2 नम्बर सूचीमा छ। राजसभासँग एकीकरण गर्नुअघि मेयर शाहले गरेको श्रृङ्खलाबद्ध भेटघाटका क्रममा ढकालसँग पनि कुराकानी गरिएको थियो। ढकालले शनिबार बिहान फेसबुक मार्फत आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी गराउनु भएको छ। उद्यमशीलताको प्रवर्धन मार्फत सामाजिक रूपान्तरण र मुलुकको विकास आवश्यक रहेको तथा यसका लागि नवयुवाहरू अगाडि सरिरहेको वर्तमान परिवेशमा मलाई पनि समानुपातिक निर्वाचनको सूचीमा समावेश गरेकोमा पार्टीका नेतृत्वप्रति हार्दिक आभार व्यक्त गर्दछु उहाँले भन्नुभयो। तथापि नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यसपटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु। आगामी दिनमा राष्ट्र समाजको हितमा राजनैतिक जिम्मेवारी वहन गर्न आवश्यक परेमा सधैँ तत्पर रहेको प्रतिबद्धता पनि उहाँले दोहोर्याउनु भएको छ। गायिका तथा चिकित्सक डाक्टर त्रिशला गुरुङले पनि समानुपातिक बन्द सूचीबाट नाम फिर्ता लिने निर्णय गर्नु भएको छ। सिफारिस पाउनु ठूलो सम्मान भए पनि आत्ममूल्याङ्कनपछि राजनैतिक पदमा नजाने निष्कर्षमा पुगेकाले नाम फिर्ता लिएको उहाँ बताउनुहुन्छ। फेसबुक मार्फत उहाँले लेख्नु भएको छ, कलाकारिता र स्वास्थ्य सेवा मार्फत समुदायका लागि योगदान दिन प्रतिबद्ध छु। राजनैतिक पदमा नरहँदा पनि समाजको आवाजको रूपमा निरन्तर काम गर्नेछु। 14 पिक्स एक्सपिडिसनका CEO समेत रहनुभएका पर्वतारोही टासी लाक्पा शेर्पाले गत पौष 17 गते फेसबुक मार्फत उम्मेदवारी फिर्ताको घोषणा गर्नुभएको थियो। उहाँले दलगत राजनीतिमा रुचि नराख्ने उल्लेख गर्दै लेख्नु भएको छ, म आफ्नै कर्म मार्फत देशका लागि योगदान दिन चाहन्छु। साधारण नागरिककै हैसियतमा राष्ट्र उन्नतिमा भूमिका खेल्नेछु। शेर्पाले आगामी निर्वाचनका लागि सबै दल तथा योग्य उम्मेदवारलाई शुभकामना पनि दिनुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री शरदराज पाठकले उम्मेदवार छान्न प्राइमरी इलेक्सन गर्ने पार्टीको निर्णय कार्यान्वयन नभएको प्रति विरोध जनाउनु भएको छ। शनिबार सामाजिक सञ्जाल X मार्फत टिप्पणी सार्वजनिक गर्दै महामन्त्री पाठकले केन्द्रीय समितिकै निर्णय अहिले कार्यान्वयन नभएको प्रति असन्तुष्टि जनाउनु भएको हो। 2080 जेठ 1 गतेदेखि 3 गतेसम्म बसेको केन्द्रीय समिति बैठकले पारदर्शक र संघीय निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ 50% उम्मेदवार प्राइमरी निर्वाचन प्रणालीबाट चयन गर्ने निर्णय भएको थियो। केन्द्रीय समिति बैठकको निर्णयको बुँदा नम्बर 10 मा उल्लेख छ। यसलाई महामन्त्री पाठकले नवीन राप्रपाको महत्त्वपूर्ण कोसेढुङ्गा भन्नुभएको छ। तर 2.5 वर्ष अघिको केन्द्रीय समितिको उक्त दूरगामी निर्णयलाई यसपटक निर्वाचनमा पूर्णतः लत्याइयो। पार्टीको नेतृत्व र कार्य सम्पादन समिति केन्द्रीय समितिको निर्णयलाई यसरी पूर्णतः लत्याएर अगाडि बढ्ने अधिकार राख्दैन। प्रजातान्त्रिक पार्टीमा यस्तो हुनु हुँदैन महामन्त्री पाठकले लेख्नु भएको छ। उहाँले यस बारेमा पार्टीभित्र विवाद चर्कँदै गएकाले आफ्नो धारणा सार्वजनिक गरेको पनि प्रतिक्रिया दिनुभएको छ। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमण र त्यहाँका राष्ट्रपति निकोलस मदुरोको अपहरणलाई अन्तर्राष्ट्रिय कानुनको बद्ध उल्लङ्घन भएको बताउनु भएको छ। संयुक्त राष्ट्र सङ्घको सदस्य राष्ट्रमाथि भएको यस प्रकारको नाङ्गो हस्तक्षेपले विश्व स्थापित अन्तर्राष्ट्रिय प्रणालीलाई चुनौती दिएको उहाँको ठहर रहेको छ। भट्टराईले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अमेरिकी कदमको सबै सार्वभौम राष्ट्र र विश्व जनसमुदायले कडा शब्दमा विरोध गर्नुपर्नेमा जोड दिनु भएको छ। अमेरिकाको यो व्यवहारलाई उहाँले जसको लाठी उसको भैँसी प्रवृत्तिका रूपमा चित्रण गर्दै यस्तो दादागिरीलाई विलयमा रोक्न नसके विश्वभर नै गम्भीर अनिष्ट आउन सक्ने चेतावनी दिनुभएको छ। भेनेजुएलाको आन्तरिक राजनैतिक मामिलामा सैन्य बल प्रयोग गरेर राष्ट्रपतिलाई नै देश बाहिर पुर्याउनुले अन्तर्राष्ट्रिय सुरक्षा र मर्यादालाई जोखिममा पारेको भट्टराईको विश्लेषण रहेको छ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश निर्वाचनतर्फ केन्द्रित भएको बताउनु भएको छ। शनिबार प्रेस सेन्टरले खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाटमा संयोजक दाहालले देश निर्वाचनतर्फ केन्द्रित भइसकेका कारण अहिलेकै सरकारले निर्वाचन गराउने बताउनु भएको छ। निर्वाचनका लागि दलले समानुपातिक तर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाइसकेको अवस्थामा देश अब चुनावतर्फ होमिएको उहाँले बताउनु भएको छ। जेनजी युवा पुस्ता निर्वाचनका पक्षमा रहेकाले कुनै शङ्का गरिरहनु पर्ने अवस्था नभएको भन्दै दाहालले अब देशमा सर्वपक्षीय तथा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको र अर्को सरकार पुनर्गठन नहुने दावी समेत गर्नुभएको छ। काठमाडौँ फर्किनु अघि पत्रकारसँग कुराकानी गर्दै संयोजक दाहालले अहिलेकै सरकारले फागुन 21 गते नै प्रतिनिधि सभा निर्वाचन गराउन सक्षम रहेको उहाँले बताउनु भएको छ। जेएनजी आन्दोलनको मर्म अनुसार अहिलेका राजनैतिक दलहरूले नयाँ जनादेशमा जानुपर्ने आवश्यकता रहेको पनि उहाँले बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सहज रूपमा व्यवसाय गर्ने वातावरण नभएसम्म आर्थिक गतिविधि थप चलायमान नहुने बताउनु भएको छ। शनिबार चितवनमा आयोजित उद्योग वाणिज्य संघ चितवनको 59औं साधारण सभामा ढकालले अझै पनि उद्योग व्यवसायलाई हेर्ने दृष्टिकोण राम्रो नभएको भन्दै सहज रूपमा व्यवसाय गर्ने वातावरण नभएसम्म आर्थिक गतिविधि थप चलायमान नहुने बताउनु भएको हो। जेएनजी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि निकै ठूलो आक्रमण भएकाले त्यसमा संलग्नलाई कारबाहीको दायरामा नल्याएसम्म आगामी दिनमा त्यस्ता घटना घट्न सक्ने उहाँको भनाइरहेको छ। अध्यक्ष ढकालले
निजी क्षेत्रको उद्योग प्रतिष्ठानमा आक्रमण हुन नदिने प्रतिबद्धता प्रधानमन्त्री सुशीला कार्कीले जनाएकाले यस क्षेत्रलाई आवश्यक सुरक्षा दिने काम सरकारले गर्ने विश्वास पनि व्यक्त गर्नुभयो। कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठले संघले उद्योगी व्यवसायहरूको हक हितका लागि निरन्तर क्रियाशील भएर काम गरेको पनि बताउनु भएको छ। साथै उहाँले उद्योगी व्यवसायहरूको विभिन्न समस्या समाधान गर्न संघले स्थानीय प्रदेश र संघ सरकारको ध्यान आकर्षण गरिएको पनि जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति तथा चितवन क्षेत्र नम्बर 2 का निलम्बित पूर्व सांसद रवि लामिछानेले निकै तामझामका साथ चितवन 2 मा सञ्चालन गरेको ब्लू बस सेवा बन्द भएको छ। लामिछानेले 2080 साउनबाट महिलालाई लक्षित गरी कालिका नगरपालिका हुँदै भरतपुर तथा नारायणगढ क्षेत्रमा चलाएको ब्लू बस सेवा 1.5 महिना अगाडिदेखि बन्द भएको हो। पहिले ना 5 ख 3138 नम्बरको 32 सिटे बस मासिक 1,35,000 भाडा तिर्ने गरी सञ्चालन गरिएकोमा पछि आफैले बस किनेर सञ्चालनमा ल्याइएको थियो। पहिले सञ्चालन गरिएको ब्लू बसलाई गैर कानुनी रूपमा नीलो रङ लगाएको भन्दै आलोचना भएको थियो। स्रोतका अनुसार गाडी भाडामा लिएर चलाउँदा खर्च बढी आएको भन्दै लामिछानेको सचिवालयले बस किनेको थियो। 7 लाख रुपियाँमा किनेको बस पनि सधैँ बिग्रेपछि हैरान भएर 1.5 महिना अगाडि बन्द गरेर थन्क्याइएको छ। अब कवाडीमा दिने वा के गर्ने भन्ने बारेमा सल्लाह हुँदै गरेको स्रोतको भनाइरहेको छ। बसको तेलको खर्च तथा अन्य मर्मतको खर्चको रकम ठूलो भएकाले बस बन्द गर्नु परेको रासपा स्रोत बताउँछ। तिर्नुपर्ने दायित्व रकम चितवनका विभिन्न व्यक्तिसँग उठाएर बुझाइएको छ। अब फेरि बस सञ्चालन गर्ने वा सधैँका लागि बन्द गर्ने भन्ने अन्यल छ। लामिछानेले भरतपुर 11 बाइपास सडकको गुम्बा चोक नजिकै खोलेको सचिवालय पनि खासै चलेको छैन। जनताका समस्या सुन्न, समस्या राख्न, सम्पर्क गर्न तथा केन्द्रसँग विकास निर्माणका कामहरूको समन्वय गर्न भनेर लामिछानेले सिओको विज्ञापन समेत गर्नु भएको थियो। लामिछानेको विशेष अनुरोधमा विदेशबाट लाखौं जागिर त्यागेर ल्याइएका भनिएका प्रमुख कार्यकारी अधिकृत हेमन्त बराल समेत सचिवालय छाडेर हिँडेको झण्डै 1 वर्ष भइसकेको छ। लामिछानेले पुरानो मेडिकल कलेजको सहयोगमा आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा मोबाइल क्लिनिक चलाउने प्रयास पनि लामो समय टिक्न सकेन। निर्वाचन क्षेत्रका विभिन्न स्थानमा केही महिना मोबाइल क्लिनिक सेवा सञ्चालन गरे पनि त्यो बन्द भएको 1.5 वर्ष भन्दा बढी भइसकेको छ। पुरानो मेडिकल कलेज भरतपुरले दिएको एम्बुलेन्सको रङ परिवर्तन गरेर क्लिनिक चलाएको भन्दै लामिछानेको काम सुरुमै विवादमा परेको थियो। गैर कानुनी रूपमा रङ परिवर्तन गरेको र एम्बुलेन्स लेखेको अक्षर नै मेटाएर मोबाइल क्लिनिक लेखेको भन्दै यो विवादमा परेको थियो। 65 वर्षभन्दा माथिका वृद्धलाई निशुल्क स्वास्थ्य सेवा दिने भन्दै ना 2 छ 5619 नम्बरको एम्बुलेन्स कलेजले दिएको थियो। भारतीय दूतावासले 2071 सालमा सौजन्य गरेको एम्बुलेन्स विवाद भएपछि कलेजले पछि फिर्ता लिएको थियो। कलेजले एम्बुलेन्स र जनशक्ति सहयोग गर्नुका पछाडि शिविरमा जाँचिएका बिरामी कलेजसम्म तान्ने उद्देश्य थियो। सोही कलेजका चिकित्सक डाक्टर मनोहर प्रधान अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट आदिवासी जनजाति कोटाको 4औं नम्बरमा समानुपातिक सूचीमा समावेश हुनु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्ध तथा दीर्घ रोगीहरूलाई अत्याधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको छ। मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्ध तथा दीर्घ रोगीहरूलाई जोखिम बढी हुने भएकाले अत्याधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको हो। चिसोका कारण उत्पन्न हुन सक्ने लक्षण वा रोगलाई न्यून गर्न तथा लाग्न नदिनका लागि धुवा धुलोबाट बस्न, पोषणयुक्त सन्तुलित खाना खान, न्यानो लुगा लगाउन, भिटामिन सी पर्याप्त मात्रामा भएका र मौसम अनुसारका ताजा फलफूल तथा सागपात पर्याप्त मात्रामा खान, सरसफाइमा ध्यान दिन, प्रशस्त मात्रामा झोल पदार्थ खान पनि आग्रह गरेको छ। मन्त्रालयका अनुसार जाडोयाम सुरु भएसँगै सामान्य भन्दा तापक्रम कम भएर विभिन्न क्षेत्रमा हुने शीतलहर, होसु, कुहिरो र हिमपात आदिले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा रुगाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने जस्ता बिरामीहरू बढ्ने गरेका छन्। पछिल्ला वर्षहरूमा जाडोयामसँगै बढ्ने वायु प्रदूषणले मुटु, फोक्सो, मस्तिष्क लगायतका अङ्गहरूमा गम्भीर असर पार्नुका साथै दम, क्यान्सर जस्ता दीर्घ रोगको जोखिम र मृत्यु बढाउने गरेको मन्त्रालयले बताएको छ। आगामी फागुन 21 मा हुने निर्वाचन 6 कम्युनिस्ट पार्टीले बहिष्कार गर्ने घोषणा गरेका छन्। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र समाजवादी कम्युनिस्ट पार्टी नेपालले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन्। कोपण्डोलमा बसेको 6 पार्टीको संयुक्त बैठकले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गर्न लागेको निर्वाचनलाई जनविरोधी भन्दै बहिष्कार गर्ने निर्णय गरेका हुन्। बैठकले वर्तमान सरकारलाई कठपुतलीको संज्ञा दिँदै विघटनको माग पनि गरेको छ। विद्यमान जनविरोधी अलोकतान्त्रिक कठपुतली सुशीला सरकार बर्खास्त गरी स्वाधीन संयुक्त जनसरकार र जनसंविधानका लागि सशक्त सङ्घर्ष अघि बढाउने सार्वजनिक गर्दछौँ, बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेकपा एमालेका नेत्री तथा कास्की क्षेत्रमा 2 का निवर्तमान सांसद विद्या भट्टराईले आगामी निर्वाचनमा उम्मेद्वार नबन्ने घोषणा गर्नुभएको छ। पार्टीको निर्वाचन क्षेत्र स्तरीय कमिटीले उम्मेद्वारका आकांक्षीको नाम सिफारिस गरिरहँदा हेभीवेट मानिनुभएका भट्टराईको नाम समावेश भएको छैन। भट्टराई स्वयंले आफू उम्मेद्वार नबन्ने निर्णय स्वेच्छाले लिएको बताउनु भएको छ। मैले नै छोडेको हो, मैले पहिला नै भनेको थिएँ म 2 पटक भन्दा उठ्दिन भनेर उहाँले भन्नुभयो। तेस्रो पटक चुनाव नलड्ने घोषणा पहिले नै गरेको थिएँ, त्यसैले नाम सिफारिस नभएको हो। 2079 को निर्वाचन लगत्तै उपरान्त चुनाव नलड्ने जानकारी नेताहरूलाई आफूले गराइसकेको उहाँले बताउनु भएको छ। उठेर जितेपछि नै मैले नेताहरूलाई म तेस्रो पटक उठ्दिन है भनेर स्पष्ट भनेको थिएँ। उहाँले भन्नुभयो पहिले नै यसले लड्दिन भन्या छे, दबाब दिएर मान्दिन भन्ने बुझ्नुभयो होला। मलाई अहिले कसैले पनि उम्मेद्वार बन्ने बारे प्रश्न गरेका छैनन्। तत्कालीन पर्यटन मन्त्री तथा आफ्ना श्रीमान रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि भएको उपनिर्वाचन मार्फत विद्या भट्टराईले सक्रिय राजनीतिमा आउनु भएको थियो। पहिलो उपनिर्वाचन र त्यसपछिको 2079 को आम निर्वाचन गरी उहाँ 2 पटक सोही क्षेत्रबाट सांसद भइसक्नु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यालयमा शिक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका भट्टराईले काम गर्ने उचित वातावरण नपाएको गुनासो गर्दै बीचमै राजीनामा दिनुभएको थियो। पार्टीभित्रबाटै अपेक्षाकृत सहयोग नपाएको र घेराबन्दी परेको महसुस गर्नुभएका भट्टराईले सधैँ निष्ठाको राजनीतिमा जोड दिँदै आइरहनु भएको छ। व्यवसायहरूले फिनटेक सम्बन्धी कानुन निर्माणमा ध्यान दिन सरकारसँग माग गरेका छन्। ललितपुरमा नेपालमा पहिलोपटक सुरु गरेको नेपाल फिनटेक एक्सपोमा सहभागी भएका व्यवसायहरूले सो माग गरेका हुन्। उनीहरूले फिनटेक सम्बन्धी प्रविधि भित्राउने विषयमा पनि ठोस नीति तत्काल बनाउन पनि सरकारलाई सचेत गराएका छन्। व्यवसायी देवेन्द्र खड्काले उपभोक्ताको हित हुने गरी सरकारले फिनटेक सम्बन्धी कानुनी र नीतिगत व्यवस्था गर्नुपर्ने बताउनुभयो। उहाँले नेपालको प्रविधिलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने पनि सरकारले सहजीकरणको भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनु भएको छ। व्यवसायी राजाराम पन्तले नेपाली प्रविधिहरूलाई अन्तर्राष्ट्रिय बजारमा लैजानका लागि सरकारले आवश्यक वातावरण बनाउन जोड दिनुपर्ने बताउनुभयो। उहाँले नेपालमा प्रविधि सम्बन्धी व्यवसायहरूलाई पनि सरकारले प्रोत्साहित हुने खालको नीतिगत व्यवस्था गर्नुपर्ने समेत बताउनु भएको छ। नेपाली क्रिकेटको पुरुष, महिला, युवा र विकास सम्बन्धी गतिविधि सहित वार्षिक क्यालेन्डर सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघले पुरुष, महिला, युवा र विकास सम्बन्धी गतिविधि सहित वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। नेपाल क्रिकेट संघले शनिबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिनियर र युवा कार्यक्रमहरू समेट्दै वार्षिक क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको हो। नेपाली खेलकुदकै सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतिस्पर्धा नेपाल प्रिमियर लिग एनपीएल अक्टोबरदेखि नोभेम्बरसम्म आयोजना गरिने क्यालेन्डरमा समावेश छ। क्यानले सार्वजनिक गरेको यो वार्षिक क्यालेन्डरले नेपाली क्रिकेटको संरचनागत विकास, खेलाडी उत्पादन, महिला तथा युवा क्रिकेटको विस्तार साथै प्रशिक्षक र अम्पायर विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। यस वर्षको क्यालेन्डरमा जिल्लादेखि प्रदेश हुँदै राष्ट्रिय तहसम्म विभिन्न प्रतियोगिता, तालिम तथा विकासात्मक कार्यक्रमहरू सञ्चालन गरिने उल्लेख गरिएको छ। जनवरीमा पुरुष प्रधानमन्त्री कप सुरु भएसँगै क्यालेन्डरको सुरुवात हुनेछ। फेब्रुअरी 12 देखि 22 सम्म जय ट्रफी हुने भएको छ। सोही महिनामा राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको जिल्ला चरण पनि आयोजना गर्ने क्यानले उल्लेख गरेको छ। राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको प्रदेश र महिला प्रधानमन्त्री कपको जिल्ला छनौट पनि आयोजना गरिनेछन्। अप्रिल महिनामा महिला प्रधानमन्त्री कपको दोस्रो चरण, पुरुष युनाइटेड राष्ट्रिय क्रिकेट प्रतियोगिताको जिल्ला तथा प्रदेश छनौट हुनेछन्। मे महिनामा महिला प्रधानमन्त्री कपको मे 2 देखि 20 सम्म आयोजना गरिनेछ। यसै महिनामा राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको राष्ट्रिय युनाइटेड राष्ट्रिय क्रिकेट प्रतियोगिता तथा क्यान युथ क्याम्प हुने क्यालेन्डरमा उल्लेख गरिएको छ। जुन महिनामा सातै प्रदेशमा क्यान लेभल 1 कोचिङ कोर्स सञ्चालन गरिनेछ। जुन 15 देखि 25 सम्म राष्ट्रिय टी20 च्याम्पियनसिप आयोजना हुनेछ। जुलाई महिनामा क्यान लेभल 2 कोचिङ कोर्स तथा पिच क्युरेटर कोर्स सञ्चालन हुने क्यानको क्यालेन्डरमा समावेश गरिएको छ। विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल स्पोर्ट्स क्लबले 9औं एनबिए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि आफ्नो पोल्टामा पारेको छ। शनिबार सम्पन्न फाइनलमा हेल्प नेपालले त्रिभुवन आर्मीलाई 25-21, 25-21 र 25-21 को समान सेट स्कोरले हराएको हो। च्याम्पियन बन्ने क्रममा हेल्प नेपालले कुनै पनि खेल हार्नु परेन। यसअघि महिलातर्फको फाइनलमा न्यू डायमन्डले नेपाल पुलिस क्लबलाई हराउँदै उपाधि जितेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले भेनेजुएला विरुद्ध ठूलो आकारमा गरेको आक्रमणमा त्यहाँका नेता राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई पक्राउ गरिएको बताएका छन्। उनीहरूलाई देश बाहिर लगिसकेको ट्रम्पले आफ्नो सोशल मिडिया पोस्टमा लेखेका छन्। मदुरोलाई कसरी पक्राउ गरियो वा कहाँ लगियो भन्ने बारेमा ट्रम्पले थप विवरण भने दिएका छैनन्। तर अमेरिकी महान्यायाधिवक्ताले मदुरो विरुद्ध लागू औषध र आतंकवादका अभियोग घोषणा गरेका छन्। भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति मदुरो वा प्रथम महिला रहेको स्थानका बारेमा आफ्नो सरकारलाई कुनै
जानकारी नभएको बताएकी छन्। सरकारले उनीहरू दुवैको तत्काल जीवनको प्रमाण माग गरेको पनि उनी बताउँछिन्। बीबीसीको अमेरिकी साझेदारी सीबीए न्यूजलाई अधिकारीहरूले बताए अनुसार अमेरिकी सेनाको डेल्टा फोर्सले उनलाई पक्राउ गरेको थियो। डेल्टा फोर्स अमेरिकाको शीर्ष प्रति आतंकवाद सैन्य एकाइ हो। मदुरोलाई पक्राउ गरिएपछि अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भेनेजुएला विरुद्ध थप कदम नचालिने ठानेका एक रिपब्लिकन सिनेटले बताएका छन्। रुबियोसँगको फोन वार्तापछि सिनेटर माइक लीले मदुरोको गिरफ्तारी पुष्टि गरेका हुन्। मदुरो अहिले अमेरिकी नियन्त्रणमा भएकाले भेनेजुएलामा थप कारबाही नहुने उनले ठानेका छन्। लीका अनुसार ती अमेरिकी आक्रमणहरू मदुरोलाई पक्राउ गर्न गएका टोलीको सुरक्षा सुनिश्चित गर्न गरिएका थिए। यसअघि भेनेजुएलाको राजधानी काराकास सहित उक्त देशका विभिन्न भागहरूमा विस्फोटहरू भएका विवरणहरू आएका थिए। जस क्रममा सीबीएस न्यूजलाई अमेरिकी अधिकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका सैन्य केन्द्रहरू सहितका स्थानमा आक्रमण गर्न आदेश दिएको बताएका थिए। भेनेजुएलाको सरकारले उक्त आक्रमण वाशिंटनले गरेको बताउँदै अमेरिकी आक्रमणलाई नस्वीकार्ने बताउँदै राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ। यसअघि राष्ट्रपति मदुरोले उक्त हमला अमेरिकाले आफ्नो देशको तेल खनिज पदार्थ खोज्ने प्रयासको रूपमा गरेको भन्दै त्यसको निन्दा गरेका थिए। प्रभावित मध्ये राजधानी शहरको केन्द्रमा अवस्थित हवाई क्षेत्र सहितको सैन्य क्षेत्र र फोर्ट ट्युनाको मुख्य सैनिक अखाडा छन्। त्यस आसपासका कैयौं समुदायहरू विद्युतविहीन बनेका छन्। शहरमाथि धुवाँको मुस्लो उडेको देखिएको थियो। स्थानीय सञ्चार माध्यमका खबरमा विस्फोटनहरूसँगै विमानहरू उडेको आवाजहरू पनि सुनिएको बताइएको छ। राष्ट्रपति निकोलस मदुरो ट्रम्प प्रशासनको तीव्र दबावमा थिए। वाशिंटनले हालैको सातामा लागु पदार्थ बोकेको आरोपमा क्यारिबियनमा कैयौं डुङ्गाहरूमा आक्रमण गरेको छ। अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अवैध रूपमा निर्वाचित भएको र उनी व्यक्तिगत रूपमा देशभर लागु औषध तस्करीमा संलग्न रहेको आरोप लगाएको छ। वाशिंटनले मदुरोलाई पक्राउ गर्न सघाउने गरी जानकारी दिनेलाई 5 करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो। भेनेजुएला सरकारले यसअघि वाशिंटनले हालै गरेका तेल ट्याङ्करहरू कब्जा गर्ने सहितका कारबाहीहरू राष्ट्रपति मदुरोलाई सत्ताबाट हटाउन र भेनेजुएलाको तेल भण्डार नियन्त्रण गर्न बाध्य पार्ने प्रयासको एउटा अंश भएको जनाएका थिए। महिनौदेखि भेनेजुएलालाई दबावमा राखेर दक्षिण क्यारिबियन सागरमा अमेरिकी सेना युद्ध तोपसहित परिचालन भएपछि यी आक्रमणहरू भएका छन्। अमेरिकाले भेनेजुएलाबाट लागु पदार्थ तस्करी गरिएको भनिएका साना डुङ्गाहरूमा बारम्बार आक्रमण गरेको छ। सेप्टेम्बर यता अमेरिकाले प्रशान्त र क्यारिबियनमा पानी जहाज र लागु औषध तस्करी गर्ने डुङ्गाहरूमाथि 30 वटा आक्रमणहरू गरेको छ। सेप्टेम्बर 2 मा अमेरिकाले अन्तर्राष्ट्रिय जल क्षेत्रको डुङ्गामाथि पहिलो आक्रमण गरेदेखि 110 भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ। वाशिंटनले निकोलस मदुरोलाई भेनेजुएलाका वैध राष्ट्रपतिको रूपमा मान्यता दिँदैन र लागु पदार्थ तस्करीको आरोपमा उनको पक्राउ गर्नका लागि पुरस्कारको व्यवस्था गरेको हो। राष्ट्रपति ट्रम्पले सैन्य हस्तक्षेपको धम्की दिँदै मदुरोलाई सत्ता त्याग्न आग्रह गरेको भनिएका विवरणहरू पनि आएका छन्। मदुरोले भने अमेरिकाले भेनेजुएलाको तेल भण्डार कब्जा गर्न आरोप लगाएका थिए, तर उनले शान्ति वार्ताका लागि अपिल समेत गरिरहेका थिए। भेनेजुएलाले अमेरिकी हमलाबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको आपतकालीन बैठक बोलाउन माग गरेको छ। भेनेजुएलाका विदेश मन्त्रीले अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्नुपर्ने बताएका छन्। छिमेकी कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले उक्त हमलालाई लिएर गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले आफ्नो जनसङ्ख्याको सुरक्षा गर्न र भेनेजुएलाबाट आउन सक्ने मानिसहरूको व्यापक संख्यासँग जुझ्नका लागि सीमामा सेना तैनाथ गर्न आदेश दिएका छन्। काराकासमा सुरुवाती विस्फोटनको खबर आएदेखि नै पेत्रोले बारम्बार शान्ति र सम्वादका लागि आह्वान गर्दै आएका छन्। उनलाई अर्गनाइजेसन अफ अमेरिकन स्टेट र संयुक्त राष्ट्रसङ्घको तत्काल बैठक बोलाउन आग्रह गरेका छन्। कोलम्बिया र भेनेजुएला बीच 2000 किलोमिटर भन्दा लामो स्थल सीमा छ। विगतदेखि नै दुई देशमा आर्थिक र सुरक्षा सङ्कट हुँदा लाखौं मानिसहरूलाई एक अर्काका देशमा शरण लिन बाध्य पारेको इतिहास छ। काराकसका निकट सहयोगी रुस र क्युबा दुवैले आक्रमणको घोर निन्दा गरेका छन्। मस्कोले अमेरिकी सैन्य कारबाहीलाई निकै चिन्ताजनक भनेर व्याख्या गरेको छ। क्युबाका राष्ट्रपति मिगेल डियाज कनेलले आफ्नो देशले अमेरिकाले भेनेजुएलामा गरेको आपराधिक आक्रमणको निन्दा गर्छ र तत्काल अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया माग गर्छ भनेका छन्। युरोपेली संघ युएले संयम अपनाउन आह्वान गरेको छ। स्पेनले शान्तिपूर्ण समाधान खोज्नका लागि आफ्नो देशले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न सक्ने प्रस्ताव गरेको छ। जर्मनी र इटालीले परिस्थितिलाई नजिकबाट हेरिरहेको बताएका छन्। बेलायतका प्रधानमन्त्री कियर स्टारमरले भेनेजुएलामा भएको अमेरिकी कारबाहीमा ब्रिटेन कुनै पनि हिसाबले संलग्न नभएको बताएका छन्, तर यसबारे टिप्पणी गर्नु अघि आफूले थप सूचना खोजिरहेको उनी बताउँछन्। राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकाले पक्राउ गरेका विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरा नभएको उनले तर्क गरेका छन्। भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति निकोलस मदुरो जीवितै रहेको प्रमाण माग गरेकी छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सफलतापूर्वक सैन्य आक्रमण गरेको र त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेको भनेपछि उपराष्ट्रपति रोड्रिगेजले मदुरो जीवितै रहेको प्रमाणको माग गरेकी हुन्। एक सरकारी रेडियोसँगको कुराकानीमा उपराष्ट्रपति रोड्रिगेजले मदुरोलाई राखिएको स्थान र उनी जीवितै रहेको प्रमाणको माग गरेकी छन्। राष्ट्रपति ट्रम्पले मदुरोलाई पक्राउ गरी देशबाहिर लगिसकिएको बताएका छन्। यद्यपि उनलाई कहाँ राखिएको छ भन्ने विषयमा भने ट्रम्पले केही खुलाएका छैनन्।
छन्। भेनेजुएलाका रक्षा मन्त्री भ्लादिमिर पाद्रिनो लेपेजले आफ्नो देश कसैको दबावका अगाडि नझुक्ने बताएका छन्। अमेरिकी आक्रमणको घटनापछि देशभरि सेना परिचालन गरिएको जानकारी दिँदै रक्षा मन्त्री लोपेजले मदुरोकै निर्देशनमा सेना परिचालन गरिएको बताएको, तर मदुरो कहाँ छन् भन्ने चाहिँ नखुलाएको न्युयोर्कबाट प्रकाशित हुने अनलाइन CBS न्युजले जनाएको छ। कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकाले भेनेजुएलामा मिसाइल हानेको आरोप लगाएका छन्। भेनेजुएलाको राजधानी लगायतका क्षेत्रमा ठूलो विस्फोटनसहित धुवाँको बाक्लो मुस्लो आकाशमा मडारीको दृश्य सार्वजनिक भएपछि राष्ट्रपति पेट्रोले भेनेजुएला अमेरिकी हमलामा परेको बताएका हुन्। भेनेजुएलामा विस्फोटन कसले गराए भन्ने विषयमा अझै केही खुलेको छैन, साथै विस्फोटन कसरी भयो भन्ने यकिन पनि भएको छैन। ट्रम्प प्रशासनका कडा आलोचक मानिने कोलम्बियन राष्ट्रपति पेट्रोले भने यसलाई अमेरिकी मिसाइलको हमला भनेका छन्। काराकासमा बमबारी भइरहेको छ, संसारभर सतर्क गराउँ, भेनेजुएलामाथि आक्रमण भएको छ, मिसाइल मार्फत बमबारी भइरहेको छ, उनले लेखेका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड BCCI कोलकाता नाइट राइडर्स KKRलाई क्रिकेटर मुस्तफिजुर रहमानलाई टिमबाट बाहिर राख्न निर्देशन दिएको छ। BCCI का सचिव देवजित शैकियाले KKRलाई बङ्गलादेशी क्रिकेटर रहमानलाई टिममा सहभागी नगराउन निर्देशन दिएको बताएका हुन्। हालैका घटनाक्रमपछि BCCI KKRलाई बङ्गलादेशका खेलाडी मुस्तफिजुर रहमानलाई स्क्वाडबाट रिलिज गर्ने निर्देशन दिएको छ। शैकियाले भने यदि KKRले रिप्लेसमेन्टको माग गरे BCCI-बाट अनुमति पाउनेछ। बङ्गलादेशका क्रिकेटर रहमानलाई लिएर केही दिनदेखि भारतमा विरोध भइरहेको छ। बङ्गलादेशमा एक हिन्दू युवाको हत्या भएपछि विरोध सुरु भएको हो। भारतमा सत्तारूढ भाजपा नेता र कयौं हिन्दू धर्मगुरुहरूले रहमानलाई KKRले टिममा समावेश गरेको भन्दै विरोध गरिरहेका छन्। KKRका संयुक्त मालिक मध्यमा पर्ने बलिउड सुपरस्टार शाहरुख खानलाई देशद्रोहीसम्म भनिँदैछ। यसैबीच कांग्रेसका केही नेताहरूले शाहरुख खानलाई देशद्रोही भनिएको घटनाको चर्को विरोध गरेका छन्। शाहरुख खान माथिको आरोपलाई कांग्रेस नेताहरूले भारतको बहुलतावादी समाजमाथिको आक्रमण भनेका छन्। स्पेनको राजधानी म्याड्रिडको काराबान्चेल जिल्लामा शुक्रबार बिहान एउटा अपार्टमेन्टमा आगलागी हुँदा 3 जनाको मृत्यु भएको छ। म्याड्रिडको आपतकालीन सेवाका अनुसार मृत्यु हुनेमा 2 महिला र 1 पुरुष रहेका छन्। ती मध्ये 2 जनाको धुवाँले निसासिएर 1 जना जलेर मृत्यु भएको पुष्टि भएको छ। अग्नि नियन्त्रकहरूले अपार्टमेन्टको ढोका निकै मजबुत भएका कारण भित्र पस्न निकै सङ्घर्ष गर्नु परेको थियो। भित्र पुग्दा आगो निकै भीषण अवस्थामा रहेको र कोठा पूर्ण रूपमा धुवाँले भरिएको पाइएको थियो। आगो निभाउने क्रममा अग्नि नियन्त्रकहरूले 3 जनाको शव फेला पारेका थिए। घटनाको अनुसन्धान वैज्ञानिक प्रहरी टोलीले गरिरहेको छ भने प्रारम्भिक अनुसन्धानले विद्युतीय सर्ट सर्किटलाई आगलागीको मुख्य कारण देखाइएको छ। संयुक्त अरब इमिरेट्स UAE को रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यमनबाट आफ्नो सशस्त्र सेना बोलाउने काम पूरा भएको बताएको छ। यमनबाट UAE सशस्त्र सेनाको पूर्ण फिर्ता बोलाउने काम पूरा भएको छ। यो आतंकवाद विरोधी टोलीहरूको बाँकी कार्यहरू समाप्त गर्ने पहिलो घोषणा गरिएको निर्णय अनुसार गरिएको थियो, एउटा विज्ञप्तिमा मन्त्रालयले जनाएको छ। यमनमा पृथकतावादी समूहहरूलाई समर्थन गर्ने मामिलामा साउदी अरेबिया र UAE बीच धेरै दिनदेखि तनाव चलिरहेको छ। यो तनाव साउदी नेतृत्वको गठबन्धनले हालै यमनमा हवाई आक्रमण सुरु गरेपछि देखा परेको थियो। आक्रमणले UAE-बाट आयात गरिएका हतियार र सैन्य सवारी साधनलाई लक्षित गरेको बताइएको छ। यसपछि साउदी अरेबियाले यमनी सरकारको अनुरोधको पालन गर्दै UAE-लाई 24 घण्टाभित्र आफ्ना सेना फिर्ता बोलाउन माग गरेको थियो। यस मागको जवाफमा UAE-ले सबै आरोपहरू अस्वीकार गर्दै आफ्ना सबै सेना फिर्ता बोलाउने घोषणा गरेको हो। र स्वास्थ्यसँग सम्बन्धित जानकारीमा धेरै चिया कफी पिउँदा स्वास्थ्यमा कस्तो समस्या हुन्छ? धेरै जनाको बिहानको सुरुवात प्राय चिया वा कफीबाट हुन्छ। चिया कफी साथीहरू भेट भएसँगै घण्टौं गफगाफ गर्ने माध्यम पनि हो। त्यसैले चिया वा कफीलाई दैनिकीको अभिन्न अङ्ग पनि भन्ने गरिन्छ। यदि तपाईँ दैनिक 4 देखि 5 पटक कफी वा चिया पिउनुहुन्छ भने सचेत हुनुपर्छ। विज्ञहरूका अनुसार चिया वा कफीको अत्याधिक सेवनले हाम्रो शरीरलाई हानि पुर्याउँछ, जसको मुख्य कारण यसमा पाइने क्याफिन हो। धेरै अध्ययनले यो पनि पत्ता लगाएको छ कि उचित मात्रामा क्याफिनको सेवन नगर्दा पनि समस्या हुन सक्छ। यदि यसको सही मात्रामा सेवन गरियो भने यसले अल्जाइमर र मुटुसँग सम्बन्धित रोगहरूबाट पनि बचाउन सक्छ। त्यसैले क्याफिन दैनिक दिनचर्यामा समावेश छ भने यसलाई कुन मात्रामा लिने भनेर जान्नै पर्छ। क्याफिनले हामीलाई ऊर्जा प्रदान गर्छ, तर यसको अत्याधिक मात्राले चिन्ता निम्त्याउँछ। यसको अत्याधिक मात्राले एडेनोसिन नामक हर्मोनको प्रभावलाई कम गर्छ, जसले हाम्रो दिमागले थकान महसुस गर्छ। त्यसले एन्जाइटीका लक्षणहरू निम्त्याउन सक्छ। त्रास, डर, असजिलो, छटपटी हुने जस्ता समस्याहरू देखिन थाल्छन्। धेरै मात्रामा चिया वा कफीको सेवनले इन्सोमनिया अर्थात् अनिद्राको समस्या पनि निम्त्याउन सक्छ। रातमा काम गर्ने वा पढ्ने व्यक्ति निद्रा भगाउन चिया वा कफी सेवन गर्छन्, तर चिया र कफीको धेरै सेवन थप अनिद्राको कारण बन्न सक्छ। अध्ययन अनुसार धेरै क्याफिन सेवनपछि धेरै प्रयास गर्दा पनि निद्रा नलाग्ने हुन्छ, जसकारण सुत्ने समय खेर जान्छ र दिनभरि थकित महसुस हुन्छ। बिहान 1 कप चिया वा कफीले पेट सफा गर्छ भनेको धेरै सुनिन्छ। यसो हुनुको कारण चिया कफी पिउँदा हाम्रो पेटले ग्यास
ग्यास्ट्रिक नामक हर्मोन स्राव गर्छ जसले दिशालाई सजिलो बनाउने हो। तर अधिक क्याफिनले यो हर्मोनको स्राव बढाउँछ जसकारण पखाला लाग्ने र पेट दुख्ने समस्या हुन सक्छ। पखालाको कारण डिहाइड्रेसन समेत हुन्छ, त्यसैले धेरै मात्रामा क्याफिनको सेवन गर्नु हुँदैन। यसले पेटमा अल्सर पनि निम्त्याउन सक्छ जसका कारण खान मन नलाग्ने र पाचन सम्बन्धी समस्या हुन सक्छन्। क्याफिनको अत्याधिक सेवनले उच्च रक्तचापको जोखिम पनि बढाउँछ जुन हृदयघातको कारक हो, किनभने यसले समयको साथ धमनीहरूलाई क्षति पुर्याउन सक्छ जसले हृदय र मस्तिष्कमा रक्त प्रवाहलाई बाधा पुर्याउन सक्छ। त्यसैले उच्च रक्तचापको दीर्घकालीन समस्या भएका व्यक्तिले यसको अत्याधिक उपभोग गर्नु हुँदैन ताकि थप समस्याबाट बच्न सकियोस्। सन् 2018 मा गरिएको एक अध्ययन अनुसार सामान्यतया रगतमा क्याफिनको मात्रा 15 मिलिग्राम प्रति लिटर भन्दा बढी भयो भने यसले शरीरलाई असर गर्न थाल्छ। 80 देखि 100 मिलिग्राम प्रति लिटरको मात्रा घातक साबित हुन सक्छ। यी समाचार सामग्री सहित हामी समाचारको अन्त्यमा आइपुगेका छौं। प्रस्तुत गरेको समाचार सामग्रीमा तपाईको केही प्रतिक्रिया भए कमेन्ट बक्समा लेखिदिनु होला। साथै मन परेको छ भने कृपया हाम्रो भिडियो सामग्रीमा एउटा लाइक अवश्य गरिदिनु होला। तपाईको बाँकी पल सुखद रहोस्। नमस्कार।